नमस्ते गाइजहरु। आज चाहिँ हामी क्वाड्रेटिक इक्वेशन्स नै पढ्ने छौं, जसमा चाहिँ हामी वर्ड रिलेटेड प्रब्लमहरु चाहिँ हेर्ने छौं हैन। जसमा चाहिँ हामीलाई डाइरेक्टली इक्वेशन्सहरु दिएको हुँदैन, जसलाई चाहिँ हामीलाई यो वर्डहरुमा चाहिँ यसरी दिएको हुन्छ। त्यसलाई चाहिँ हामीले फर्स्ट त्यसलाई चाहिँ हामीले चाहिँ एउटा इक्वेशन्समा त्यसलाई कन्भर्ट गर्नुपर्ने हुन्छ, अनि त्यसपछि चाहिँ हामीले त्यसको भ्यालुजहरु चाहिँ फाइन्ड गर्नुपर्ने हुन्छ। सो अब ढिला नगरिकन हामी सुरु गरौँ, जसमा चाहिँ क्वेशन नम्बर 5 क्वेशन नम्बर 5 मा चाहिँ तपाईहरुलाई यहाँनिर दिएको छ। ओके, सो क्वेशन नम्बर 5 लाई हामी पढ्ने छौं। रामनरेश महतो scored a total of 30 marks in two subjects, English and mathematics, in the first terminal examinations of grade 10. If he scored 2 more marks in mathematics and 3 fewer marks in English, then the product of his marks would be 210. Find his scores on both the subjects भनेर भनेको छ। सो एउटा चाहिँ राम नरेश महतो भन्ने मान्छे छ हैन, जसले चाहिँ फर्स्ट टर्मिनल एक्जामिनेसनमा चाहिँ उसले चाहिँ दुईटा सब्जेक्टमा टोटल 30 मार्क्स स्कोर गरेको छ। हेर्नुस् त्यहाँनिर यसको टोटल अफ 30 मार्क्स इन टु सब्जेक्ट्स, दुईटा सब्जेक्टमा चाहिँ उसले 30 मार्क्स ल्याएको छ। सो हामीले चाहिँ ती सब्जेक्टहरु चाहिँ कुन कुन थियो त्यो पनि भनेको छ। हेर्नुस् यहाँनिर इंग्लिश एन्ड म्याथमेटिक्स भनेको छ। इंग्लिशलाई चाहिँ हामीले x मान्यो भने सो म्याथमेटिक्सलाई हामी y मान्न सक्छौं। ओके, सो यहाँनिर हामीले चाहिँ मान्नुपर्ने हुन्छ। सो अनि चाहिँ त्यसको सम चाहिँ कति दिएको छ अरे, मार्क्सको 30 दिएको छ। एन्ड इन सेकेन्ड कन्डिसन, इफ यु स्कोर 2 more marks in mathematics and 3 fewer marks in English, then the product of his marks would be 210. So अब हामी चाहिँ यहाँनिर चाहिँ बुझ्ने छौं है। फर्स्ट अफ अल what is given in the questions, so पहिला चाहिँ हामीले मान्नु पर्ने हुन्छ हैन। सो अब यहाँनिर चाहिँ हामी के गर्ने छ भन्दा पहिले चाहिँ हामीले मान्नु पर्ने हुन्छ लेट इंग्लिश मार्क्स x and marks by y। ओके, सो इंग्लिश एन्ड म्याथ्स मार्क्स। सो एन्ड चाहिँ हामीले इंग्लिशको मार्क्सलाई x एन्ड म्याथ्सको मार्क्सलाई चाहिँ y मान्यौ हैन। अब यहाँ फर्स्ट कन्डिसन दिएको छ टोटल, सो राम नरेश महतो स्कोर टोटल अफ 30 मार्क्स इन टु सब्जेक्ट्स हैन। टोटल अफ 30 मार्क्स दुईटा सब्जेक्ट छ, एउटा इंग्लिश अनि एउटा म्याथमेटिक्स। त्यसमा चाहिँ कति आयो रे टोटल भनेपछि दुईटैले जोडेको हो नि त हैन, त्यसमा चाहिँ ओ सम गरेको यहाँनिर। सो फर्स्ट कन्डिसन्स चाहिँ हामी यहाँनिर लेख्न सक्छौं अकर्डिङ टु द क्वेशन्स। According to the equation हैन। अनि फर्स्ट कन्डिसनले के भनिरहेको छ हैन, दुईटा कन्डिसन छ कि छैन। फर्स्ट कन्डिसनमा चाहिँ तपाईहरुको छ चाहिँ दुईटा कन्डिसन दिएको छ। ओके, फर्स्ट कन्डिसन okay, what is in first condition, so the sum of total of okay total marks in two subjects is given, so one subject हामी second condition मा के भनेको छ, if he scores 2 more marks in mathematics and 3 fewer marks in English हैन। सो अनि त्यसको प्रोडक्ट चाहिँ कति हुन्छ अरे 210 हुन्छ अरे। सो प्रोडक्ट भनेपछि मल्टिप्लाई। सो सेकेन्ड कन्डिसन अब यहाँनिर चाहिँ हामी के लेख्नु, सेकेन्ड कन्डिसन सेकेन्ड कन्डिसनमा के छ अरे, के छ सेकेन्ड कन्डिसनमा, इफ ही स्कोर्स 2 more marks in mathematics, 2 more marks in mathematics। सो म्याथमेटिक्सलाई हामीले के मानेका थियौं, म्याथमेटिक्सलाई y मानेका थियौं हैन। त्यसै मैले यहाँनिर चाहिँ सजिलोको लागि लेखिदिन्छु है। 2 more marks भनेपछि पहिला चाहिँ y थियो के, y मार्क्स थियो नि त, अनि त्यसले चाहिँ 2 more marks चाहिँ म्याथमेटिक्समा आयो। ओके, एन्ड 3 fewer marks in English, and 3 fewer marks in English। fewer भनेपछि कम हैन, यहाँनिर चाहिँ अब
This is the marks of maths, and 3 fewer marks in English, x minus 3. So here is multiplication sign, okay, product is there. So and this is equal to 210. okay, so a भनेको सेकेन्ड कन्डिसनमा चाहिँ यस्तो भनेको. ओके, अब यसलाई हामी लेख्छौँ यता. सो के लेख्छु भन्दा x minus 3 into product भनेपछि हैन, so y plus 2 equal to 210. now solve this equations. कसरी गर्ने यसलाई चाहिँ फर्स्ट मल्टिप्लाई गर्ने. मल्टिप्लाई कसरी गर्ने थाहा छ तपाईहरुलाई, x into y, xy, okay. now xy then and अर्को के छ, x into 2 plus 2x हैन, and minus 2y and चाहिँ minus 6 equal to 210. यसलाई चाहिँ हामीले सल्भ गर्नुपर्ने हुन्छ. कसरी सल्भ गर्ने, so x y as it is plus 2x as it is minus 2y as it is. so यसलाई चाहिँ हामीले यहाँनिर 210 plus 6 गरिदिउँ जुन चाहिँ हुन्छ, so xy plus 2x minus 3y, this one is 3y, okay, sorry, 3y minus 3y plus 3y equal to यहाँनिर के छ 216 हुन्छ कि हुँदैन. सो यहाँनिर चाहिँ हामी के गर्न सक्छौँ भन्दा, अब यो चाहिँ के भयो हाम्रो सेकेन्ड इक्वेसन्स भयो. अब यहाँनिर चाहिँ हामी एउटा यस्तो पनि गर्न सक्छौँ क्याल्कुलेसन इजीको लागि चाहिँ हैन, यो फर्स्ट टर्महरुमा चाहिँ हामी के गर्न सक्छौँ, x लाई कमन लिन सक्छौँ. सो x कमन लिनुहोस्. अब के बच्छ यसभित्र, y plus 2 बच्छ, ओके, minus 3y equal to कति भयो हाम्रो 216. and this is the second equation. अब हामीले के गर्ने, एउटा चाहिँ यहाँनिर चाहिँ हाम्रो दुईटा इक्वेसन भयो. अब एउटा इक्वेसन छ हामीसँग x plus y equal to 30 छ, अर्को छ हामीसँग x into y plus 2 minus 3y equal to यहाँनिर के छ 216 छ. अब हामीले चाहिँ यो फर्स्ट इक्वेसन जुन छ यसबाट चाहिँ हामीले के गर्ने, x और y को भ्यालु चाहिँ फाइन्ड गर्ने. या त x लाई फाइन्ड गर्ने या त y लाई फाइन्ड गर्ने. x plus y equal to कति छ 30 छ. सो इन फर्स्ट इक्वेसन्स, फर्स्ट टेक द फर्स्ट इक्वेसन्स, यहाँनिर चाहिँ पहिल्यै गर्दा नि हुन्थ्यो हैन हामीले. सो x plus y equal to कति दिएको छ 30 छ, ओके. सो अब यहाँनिर चाहिँ हामी x पनि फाइन्ड गर्न सक्छौँ, y पनि फाइन्ड गर्न सक्छौँ, ओके. सो म यहाँनिर चाहिँ x लाई फाइन्ड गर्छु जुन चाहिँ इक्वल टु हुन्छ हाम्रो 30 minus y हुन्छ कि हुँदैन, करेक्ट. अब यहाँनिर हामीले y फाइन्ड गर्यो भने चाहिँ के हुन्थ्यो, y फाइन्ड गर्यो भने 30 minus x हुन्थ्यो, ओके, करेक्ट. यो चाहिँ हुन्छ. अब हामीले चाहिँ सेकेन्ड इक्वेसनलाई लगाउँ. सेकेन्ड इक्वेसन्स कति छ हाम्रो, x into y plus 2 minus 3y equal to 216 छ. अब यहाँनिर चाहिँ हामीले यदि x को भ्यालु फर्स्ट इक्वेसनबाट x फाइन्ड गर्यो भने त्यो x को भ्यालु चाहिँ यो इक्वेसनमा पुट गर्नुहोस्. यदि यहाँनिर फर्स्ट इक्वेसनबाट y को भ्यालु फाइन्ड गर्यौं भने सो y को ठाउँमा चाहिँ 3x 30 minus x राख्नुहोस्. अब हामीले चाहिँ यहाँनिर x को भ्यालु चाहिँ म राख्ने छु, x को भ्यालु हैन, x को भ्यालु राख्ने छु यहाँनिर. सो अब यो इक्वेसन कस्तो हुन्छ, x को ठाउँमा कति राख्न सक्छौँ हामी 30 minus y into, and what is inside this bracket, y plus 2 minus 3y 216. अब फेरि कन्टिन्यू गरौँ. म मल्टिप्लाई गरौँ फर्स्ट. 30 into y is 30y, okay. So 30 into 2 is 60, and plus into minus minus, y into y is y square, okay. So plus into minus minus 2y minus 3y
इक्वल टु 216 ओके। अब यहाँनिर चाहिँ के छ हाम्रो यहाँनिर चाहिँ हामी त्यो वाइ 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 वाइले हामी एड गर्न सक्छौँ होइन, सब्ट्र्याक्ट गर्न सक्छौँ। वाइ कति छ हेर्नुहोस् त, -2y -3y -5y भयो, -5y + 30y इज कति हुन्छ, यस्तो लेख्छु यहाँनिर -y² + 25y एन्ड +60 यता छ -260 म उताबाट लिएर आउँछु। सो अब हाम्रो इक्वेसन कस्तो हुन्छ, -y² + 25y हाम्रो इक्वेसन हुन्छ -y² + 25y एन्ड -156 हुन्छ है। त्यसलाई चाहिँ यहाँनिर म माइनस साइन कमन लिन्छु, माइनस साइन कमन लगेपछि के हुन्छ, y² - 25y + 156 लिन्छु इक्वल टु 0 हुन्छ। अब यो माइनसलाई उतातिर लग्यो भने 0 हुन्छ, त हाम्रो इक्वेसन कस्तो हुन्छ, y² - 25y + 156 इक्वल टु 0। नाउ अब चाहिँ तपाईँहरू चाहिँ यसमा तीनवटै मेथडहरू चाहिँ एप्लाई गर्न सक्नुहुन्छ होइन, जसमा चाहिँ हामी कुन चाहिँ गर्दा हुन्छ यहाँनिर, सो स्क्वायरिङ गर्दा नि हुन्छ, कम्प्लिटिङ द स्क्वायर गर्दा पनि हुन्छ, एन्ड युजिङ द फर्मुला पनि हुन्छ। सो हामी युजिङ द फर्मुलालाई यहाँनिर गरौँ, यहाँ फ्याक्टराइजेसन पनि हुन्छ यहाँनिर। सो अब यहाँनिर चाहिँ यसलाई चाहिँ हामी कम्पेयर गरौँ, x² + bx + c इक्वल टु 0 सँग, वेयर a इक्वल टु कति हुन्छ हाम्रो 1 एन्ड b इक्वल टु -25 एन्ड c इक्वल टु 156 ओके। सो वी हेभ दिस इक्वेसन छ नि हामी x को, नाउ हामीसँग y छ भने चाहिँ y राख्ने यता, y इक्वल टु हुन्छ -b ± अन्डर रुट ओके। सो b² -4ac divided by 2a ओके। फेरि अब हामीले यहाँनिर के गर्ने, यसलाई सल्भ गर्ने। सो y इक्वल टु कति हुन्छ, -b भनेपछि -25 -25 चाहिँ कति भयो, माइनस इन्टु माइनस प्लस भयो, 25 हुन्छ यहाँनिर। सो 25 ± अन्डर रुट, त्यहाँदेखि मैले +25 किन लेखेँ भने, किनभने माइनसको एउटा माइनस अलरेडी त्यहाँ छ फर्मुलाको, अर्को b भनेको -25 हो, त्यसो माइनस माइनस प्लस हुन्छ अनि जुन चाहिँ 25 अनि b² भनेपछि 25 को स्क्वायर -25 स्क्वायर इज कति हुन्छ 120 625 हुन्छ ओके। 25 × 25 ओके। सो -4ac 4 × a 4 × 1 × 156 c भनेको 56 एन्ड 2 × 1 is 2। So again y equal to 25 ± under root, when के गर्ने 625 we have कति छ अरे 625 छ हामीसँग, जसबाट माइनस गर्ने हामीले 5 4 जा 6 4 जा 24 ओके, 6 4 जा 24 6 4 जा 24 and 4 5 जा 20 20 plus 2 is 22 and 4 1 ja 4 plus 2 is 625, so -1 1। So inside this bracket is remaining, so यहाँनिर चाहिँ हाम्रो कति बच्छ 1 okay divided by 2। so जसलाई चाहिँ हामी के गर्न सक्छौँ y equal to 25 ± 1 divided by 2 करेक्ट। अब यहाँनिर चाहिँ के गर्ने y इक्वल टु हामीले एकचोटि फर वान टाइम टेक पोजिटिभ एन्ड नेक्स्ट टाइम टेक नेगेटिभ साइन्स। सो टेकिङ पोजिटिभ ओके, टेकिङ पोजिटिभ यु सुड टेक पोजिटिभ। सो पोजिटिभ लिँदाखेरि कस्तो हुन्छ यहाँनिर
पोजिटिभ लिनुहोस् यहाँनिर चाहिँ पहिला हैन हामीले पोजिटिभ लग्यो भने के हुन्छ सो पोजिटिभ लग्यो भने y इक्वल टु हुन्छ हाम्रो 25 + 1 / 2 which is 13 हुन्छ कि हुँदैन so take negative so taking negative y equal to 25 - 1 is 24 24/2 कति हुन्छ 12 हुन्छ कि हुँदैन यस 12 हुन्छ कि हुँदैन हुन्छ अब यहाँनिर चाहिँ यो चाहिँ y को भ्यालु आयो के यो चाहिँ म्याथ्स को भ्यालु हो म्याथमा चाहिँ यति ल्याएको रहेछ अब यो भ्यालुहरुलाई चाहिँ एउटालाई चाहिँ जस्तै अब यहाँनिर हामीले x लाई y लाई चाहिँ हामीले 13 लग्यौं भने x को भ्यालु कति आउँछ सो अब हामी यसलाई चाहिँ गर्छौं यहाँसम्म क्लियर भयो अब हामीले के गर्ने सो y इक्वल टु कति आयो चाहिँ हामीलाई 1 is 13 1 is 12 आयो के हैन सो नाउ this y value put in of this equations हामीले यहाँनिर चाहिँ एउटा इक्वेशन्स बनाएका थियौं नि यहाँनिर चाहिँ यो x इक्वल टु 30 - y मा राख्नुस् हैन यसमा चाहिँ इजी छ अरु इक्वेशन फर्स्टमा राख्दा नि हुन्छ ओके फर्स्ट इक्वेशन कति थियो हामीसँग x + y इक्वल टु कति थियो 30 थियो ओके नाउ पुट दिस वन्स y इक्वल टु कति 30 राखौं न एकचोटी x कति छ x + 13 इक्वल टु 30 भयो कि भएन x इक्वल टु कति हुन्छ हाम्रो 13 - 30 इक्वल टु 17 हुन्छ कि हुँदैन यस 17 हुन्छ x को भ्यालु कति छ यहाँनिर अब x को अर्को भ्यालु चाहिँ हामी राख्नुपर्ने हुन्छ जसमा चाहिँ 12 राखौं अगेन हैन y इक्वल टु पुट y इक्वल टु कति 12 हैन y इक्वल टु कति राख्ने अरे 12 राख्ने सो अब y इक्वल टु 12 राख्दा कति हुन्छ इक्वल टु x + y is 12 इक्वल टु 30 सो x इक्वल टु हाम्रो कति भयो 18 हुन्छ कि हुँदैन अब यहाँनिर चाहिँ कतिवटा भ्यालु आयो दुईवटा पेयर आयो के यहाँनिर चाहिँ सो x को भ्यालु चाहिँ एकचोटी आयो x इक्वल टु x एन्ड y लाई म सेपरेट गर्छु है x एन्ड y लाई x को भ्यालु फर्स्ट हामीले 17 सो 17x भयो भने चाहिँ y कति हुन्छ 13 or x and y if x is equal to 18 then y will be 12 हो कि भएन भन्नुस् यस अब यो दुईटैलाई चाहिँ मल्टिप्लाई गर्यो भने चाहिँ x को भ्यालु चाहिँ कति आउँछ यहाँनिर अब चाहिँ नेक्स्टमा के भनेको चाहिँ यसमा 3 मार्क्स कम ल्यायो है सो हामीले चेक गर्न सक्छौं हामी यहाँनिर चाहिँ यो दुईटाको चाहिँ सम चाहिँ कति हुन्छ 30 हुन्छ कि हुँदैन यस करेक्ट नाउ सेकेन्ड कन्डिसनलाई हामी अप्लाई गरेर हेरौं सो यहाँनिर चाहिँ x भनेको इंग्लिश हो इंग्लिशमा चाहिँ 3 मार्क्स कम ल्यायो भने चाहिँ 14 ओके and into this is maths मा 13 अनि 2 more marks ल्यायो भने चाहिँ 15 मल्टिप्लाई गर्नुस् यसलाई 15 into 14 5 is 20 and 4 1s are 4 4 5 is 20 4 1s are 4 so 5 here is 1 0 1 and 2 116 correct सो यसमा पनि हामी यसमा राख्दा नि हुन्छ सो यसमा राख्दा पनि हुन्छ अब यसमा राखेर हेरौं सेम आउँछ त्यसलाई अब इंग्लिशमा चाहिँ प्योर मार्क्स कति ल्यायो अरे इंग्लिशमा चाहिँ 3 श्योर्स ल्यायो हैन कम ल्यायो 3 सो 15 हुन्छ इन्टु म्याथ्समा चाहिँ 2 मोर ल्यायो इन्टु 14 नै हुन्छ दुईटै लग्दा पनि चाहिँ सेम हुन्छ सो हामीले मल्टिप्लाई गर्ने 14 into 13 सुन्नुस् त ओके सो हाम्रो आन्सर कति आउँछ 17 13 18 and 12 अनि चाहिँ दुईवटा सो यहाँनिर चाहिँ क्वेशन नम्बर 6 हामीलाई दिएको छ हैन जुन चाहिँ यसरी लेखेको छ यहाँनिर हेर्नुस् a rectangle figure of a playground is given here this is the figure of playground okay which is rectangular shape and the length of the lower side of the playground is 30 meter more than its shorter side but its diagonal is 60 meter more than its shorter side so यहाँनिर के भनेको छ भन्दा
So the length of the longer side of a playground is 30 meter more than its shorter side. So shorter side means B. Okay, so shorter side means what? B. Correct. So B equal to how much? We have to, okay, assume this one's, that is x meter. Okay, so if x is equal to breadth is equal to shorter size is x meter means, so what will be the length? So length will be, it's given. Okay, the longer side of the playground is 30 meter more than its shorter side. So its shorter side length is x meter, and what will be the longer side, that is length means 30 meter more than shorter side. So shorter side चाहिँ कति छ हाम्रो, x मिटर छ कि नै, एन्ड प्लस हो एन चाहिँ 30 मिटर छ भनेपछि कति भयो, x प्लस 30 मिटर भयो कि भएन? यस भयो। ओके, अर्को कुरा पनि यहाँनिर दिएको छ हामीसँग, डायगोनल, ओके, meters. Okay, but its diagonal is 60 meter more than its shorter sides. But इसको चाहिँ के दिएको छ, diagonal दिएको छ, diagonal is given. So diagonal is how much? Shorter side is, so shorter side is x meter plus, and diagonal is more than 60 meter. Okay, correct. Okay, अब चाहिँ हामीले के गर्ने, यसो नै दिएको छ हैन। So we have one figure, this the figure हामीसँग छ कि rectangle, we have one rectangle. So हामीसँग एउटा rectangle छ जसको दिएको छ diagonal is given, x plus 60 meter is diagonal, this length is x plus 30 meter, and this one is x meter. Okay, so यहाँनिर हामी हेर्न सक्छौँ, if this one is x means this is also x, correct, because opposite sides are equal, correct, in rectangle. If this one is x plus 30 means this is also x plus, means opposite sides are equal, correct हुन्छ कि हुँदैन? अब यहाँनिर चाहिँ हामीले यस्तो लिनुस्, अब यो पनि 30 भयो, यो पनि 30 भयो, यसले म तपाईहरुलाई चाहिँ यहाँनिर एकदमै सजिलो तरिकाले देखाउँछु। हो चाहिँ भाइ, यो चाहिँ के हुनुपर्छ, 90 डिग्री हुनुपर्छ। ओके, 90, यस। अब यहाँनिर चाहिँ यो चाहिँ कति दिएको छ, x is x meter. ओके, दिस वान इज x meter, shorter side. This one is दिएको छ diagonal x plus 60. Okay, this one is longer side is given x plus 30. Okay, दिएको छ कि छैन? यस, दिएको छ हैन? अब हामीले चाहिँ यहाँनिर के गर्ने भन्नुस् त? अब हामीले यहाँनिर के गर्न सक्छौं? अब हामी चाहिँ यहाँनिर पाइथागोरस थ्योरम हामीलाई थाहा छ कि छैन? कतिजनालाई थाहा छ पाइथागोरस थ्योरम, p square plus b square, p square plus b square. So what is h? h भनेको कति छ यहाँनिर, हाइपोटेन्युस x plus 60. यहाँ चाहिँ हामी x plus 60 लेख्न सक्छौं। ओके, स्क्वायर इक्वल टु, अनि यहाँनिर चाहिँ हामी के लेख्न सक्छौं, अर्को चाहिँ के लेख्न सक्छौं भन्नुस् त? अर्को लेख्न सक्छौं हामी p चाहिँ कति छ, x स्क्वायर. ओके, प्लस b कति छ, b x plus 30 होल स्क्वायर. अब हामी यहाँनिर चाहिँ यसलाई सिम्प्लिफाई गरौँ, कस्तो हुन्छ? यो भनेको x स्क्वायर लाई ओपन गर्नुस्, so x स्क्वायर प्लस कति हुन्छ, x स्क्वायर प्लस 60 120. ओके, 120x plus 60 square is 3600. Okay, so equal to x square plus this one is x square plus 60 x plus 900. So कतिजनालाई चाहिँ यहाँनिर 120 कसरी आयो अनि 60 कसरी आयो भन्ने डाउट छ भन्नुस् त? कसरी भयो? किनकि हामीले एउटा आइडेन्टिटी, एउटा फर्मुला चाहिँ अप्लाई गर्यौं जुन चाहिँ a plus b whole square, that is a square plus 2ab plus b square. So here is a means x and b means 60. Okay, so a square x square plus 2ab, 2 into a is x into b is 60. So 60 into 2 कति हुन्छ, 120x plus
b square is 60 square means 3600. Similarly, here is a square means x square plus 2 into a 2a भनेको 2 into x into b भनेको 30. So 30 into 2 60x plus 900. करेक्ट क्लियर ओके. सो अब हामी यहाँनिर के गर्न सक्छौँ हेर्नुस् त. अब यहाँनिर चाहिँ हामी दिस वान x and x क्यान्सल गर्न सक्छौँ. ओके अपोजिट साइडमा सेम साइन छ भनेपछि क्यान्सल हुन्छ. यदि यसलाई त उता लाग्यो भने चाहिँ माइनस हुन्छ अनि माइनस इन्टु प्लस क्यान्सल हुन्छ. ओके सो बेटर यहाँनिर चाहिँ हामी गर्न सक्छौँ. अब यहाँनिर हेर्नुहोस् न यसलाई चाहिँ म पहिला लेख्छु. ओके सो एक्स स्क्वायर ओके यहाँनिर कति छ हाम्रो प्लस 60 छ. यसलाई उता लगेपछि माइनस 120 हुन्छ. सो प्लस 60 माइनस 120 कति हुन्छ माइनस 60x हुन्छ. करेक्ट ओके यहाँनिर चाहिँ प्लस 900 छ. उताबाट यसलाई माइनस हुन्छ यता लगेपछि माइनस 3600 हुन्छ. कति हुन्छ माइनस 2700 इक्वल टु 0. अब यहाँनिर केही बचेन त 0 भयो कि भएन. हो यो चाहिँ एउटा क्वाड्रेटिक इक्वेसन्स हो. ओके दिस इज इन द फर्म अफ क्वाड्रेटिक इक्वेसन्स. नाउ अब यसलाई चाहिँ हामी के गर्न सक्छौँ हामी यसलाई चाहिँ अब कम्पेयर गर्न सक्छौँ. सो वी क्यान कम्पेयर दिस इक्वेसन्स विथ quadratic equations, standard equation. X square plus bx plus c equal to 0. Yes. So what is a? So a कति छ यहाँ? A equal to 1 and b equal to minus 60 and c equal to कति छ हाम्रो? c छ हाम्रो minus 2700. अब हामीलाई फर्मुला थाहा छ. ओके we know that formula. So x is equal to minus b plus or minus under root so b square minus 4 ac whole divided by के हुन्छ 2a हुन्छ कि हुँदैन. यस हुन्छ. अब चाहिँ हामीले चाहिँ यसमा a b and c को भ्यालु चाहिँ सब्स्टिट्युट गर्ने हो कि नै. सो x इज इक्वल टु वी क्यान राइट सो माइनस b भनेको माइनस और माइनस 60. ओके so plus or minus under root b square यो भनेको minus 60 minus 60 को स्क्वायर कति हुन्छ 3600 हुन्छ कि नै. so minus 4 into 1 into minus c चाहिँ कति छ minus 2700 whole divided by कति हुन्छ 2a 2 into 1. ओके so यो चाहिँ कति हुन्छ माइनस इन्टु माइनस प्लस 60 प्लस और माइनस अन्डर रुट यहाँनिर कति हुन्छ. सो यो चाहिँ 3600 भयो. ओके एन्ड माइनस प्लस हुन्छ. त्यसलाई मल्टिप्लाई गऱ्यो भने चाहिँ हाम्रो कति हुन्छ 4 7 जा 28 so 108 एन्ड आफ्टर द्याट 2 zeros are there. ओके सो दुईटा 0 हुन्छ. त्यसलाई मल्टिप्लाई गर्नुस् आन्सर आउँछ. ओके yes. अब चाहिँ 2 into 1 is 2 only. so अब यहाँनिर चाहिँ 60 प्लस और माइनस. सो अब यसलाई चाहिँ हामीले एड गर्यो भने कति आउँछ दुईटाले एड गर्यो भने चाहिँ हाम्रो 0 0 चाहिँ दुईटा 0 एन्ड 4 plus 6 is okay 8 plus 6 is 14 carry 1 and 3 plus 1 that carry is 4. Here is this one. Okay so 1 divided by 2. अब हामीले चाहिँ यहाँनिर 60 प्लस और माइनस 14400 कतिको चाहिँ स्क्वायर रुट हो. त्यो 144 यो चाहिँ 12 को हो कि नै. सो दुईटा 0 छ भने चाहिँ 120. सो 120 ओके स्क्वायर रुट. त तपाईहरु क्याल्कुलेटर पनि युज गर्न सक्नुहुन्छ. अब के गर्ने अब इजी. नाउ अब चाहिँ हामीले x फाइन्ड गर्नको लागि के गर्ने. सो फर्स्ट टेक पोजिटिभ साइन. ओके x इज इक्वल टु कति छ हाम्रो 60 प्लस और माइनस 120 डिवाइडेड बाई 2 छ कि छैन. फर्स्ट टेकिङ पोजिटिभ साइन. ओके सो x इज इक्वल टु कति हुन्छ 60 प्लस 120 डिवाइडेड बाई 2. सो जुन चाहिँ कति हुन्छ हाम्रो 180 डिवाइडेड बाई 2 हुन्छ कि हुँदैन. सो
90 meter. So therefore x is equal to कति भयो 90 meter. So अब यहाँनिर चाहिँ हामीले माइनस लग्यो भने कति हुन्छ हेर्नुस् त माइनस लग्यो भने कति हुन्छ सो 60 minus 120 minus 60 minus 60 divided by 2 minus 30 हुन्छ. सो लेन्थ भनेको हैन कुनै पनि लेन्थ चाहिँ हाम्रो नेगेटिभ हुन सक्दैन सो त्यसलाई चाहिँ हामीले लिनु हुँदैन. सो पोजिटिभ हामीसँग आयो नि 90. सो दिस इज द लेन्थ. ओके सो अब x लाई चाहिँ हामीले के मानेका थियौं x लाई हामीले मानेका थियौं चाहिँ हामीले b सर्टर साइड मानेका थियौं हैन जुन चाहिँ ब्रेथ. सो b इक्वल टु हाउ मच b is equal to x equal to 90 meter. Correct. Now what will be the length? Length is x plus 30 meter. Okay, भन्नुस् त. So x कति छ हामीसँग 90 plus 30 कति आयो हामीसँग 120 meter. Therefore the what is the answer for first question? So length is equal to 120 meter and breadth is equal to 90 meter. Correct. अब अर्को चाहिँ हामीसँग के छ क्वेशन नम्बर सेकेन्ड को ओके क्वेशन नम्बर सेकेन्ड if 12 meter and 3 meter size artificial grass. Okay, so you have to place okay this size of grass. Okay, correct, on the ground. So how many turf are needed? Okay, how many turf कति एउटा needed हुन्छ एउटा साइज एउटा चाहिँ हैन एउटा पार्ट को साइज कति छ 12 into 3 meter. ओके सो अब यहाँ चाहिँ हामीले के गर्नुपर्छ सो सबैभन्दा पहिले त हामीले एरिया अफ rectangular playground. Okay, so first find the area of playground. Okay, so area of playground. Okay, that is a equal to how much? So L into P. So what is L? L is 120 into 120 into 90. Okay, so which is 9 4 108 9 8 12 8 20 is meter square. Okay, this is meter square. This is the area of playground. अब चाहिँ हामीले यहाँनिर के निकाल्नु छ भनेपछि एरिया अफ ग्रास. ओके एरिया अफ one turf. ओके सो एरिया अब यहाँनिर चाहिँ एरिया ओके अफ how much this is कति छ यहाँनिर 12 meter into 3 which is 36 meter square. ओके हैन अब हेर्नुस् त अब एउटा टर्फ को एरिया कति छ हामीसँग 36 meter square. ओके सो हामीसँग टोटल चाहिँ एरिया प्लेग्राउन्ड को एरिया कति छ 10800. ओके सो 10,800 meter square चाहिँ हाम्रो टोटल प्लेग्राउन्ड छ. सो अब यसमा चाहिँ कतिवटा राख्नुपर्छ भन्ने फाइन्ड गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ सो यो प्लेग्राउन्डलाई प्लेग्राउन्डको एरियालाई चाहिँ हामीले सो एरिया अफ टर्फले डिभाइड गर्यो भने चाहिँ हाम्रो टोटल नम्बर अफ टर्फ आउन सक्छ कि सक्दैन. ओके सो टोटल सो अब क्वेसन नम्बर सेकेन्ड आन्सर इज टोटल number of turfs equal to area of playground. This one's so I'm writing A1, this one is A1 and this one is A2. Okay, divided by so which is 0800 meter square divided by 36 meter square. So meter square and meter square cancel हुन्छ. ओके सो अब आन्सर चाहिँ कति आउँछ हाम्रो 300 आउँछ. 36 3 जा 108 हुन्छ and 300 piece. ओके 300. ओके न क्वेशन नम्बर कति क्वेशन नम्बर हाम्रो क्वेशन नम्बर 30. If the ground has to be fenced 4 times with a barbed wire costing Rs 15 per meter. Okay, so 1 meter this wire cost 15 piece. Okay, so how much will be the cost? So 4 times we have to barbed. Okay, this one's 4 times we have to barbed. So
कस्ट चाहिँ कति हुन्छ भनेर यहाँनिर सोधेको छ। चारचोटि चाहिँ हामीले यसलाई फेन्स गऱ्यो भने होइन, चारचोटि चाहिँ हामीले काँडे तारहरूले चाहिँ फेन्स गऱ्यो भने चाहिँ यसको कस्ट कति आउँछ भनेर भनेको छ। त कस्ट चाहिँ कसरी निकाल्ने होइन। अब यहाँनिर चाहिँ हाम्रो लेन्थ चाहियो, के चाहियो हामीलाई, अब यहाँनिर चाहिँ हामीलाई लेन्थ चाहियो कि चाहिएन भन्नुहोस् त। पहिला चाहिँ एरिया चाहिएको थियो होइन। अब हामीले चाहिँ यहाँनिर यसको चाहिँ के गर्ने, फेन्स गर्ने, घेरबार गर्ने वरिपरि चाहिँ होइन। जस्तो यो चाहिँ एउटा के छ भन्नुहोस्, यो चाहिँ के छ हाम्रो रेक्ट्याङ्गल छ। ओके, सो ग्रास चाहिँ हामीले यसको भित्र बिछ्याउने हो नि त, यो चाहिँ एरिया हो कि होइन। सो फेन्सिङ भनेको चाहिँ यस्तो हुन्छ कि हुँदैन, यतादेखि यतासम्म वरिपरि हुन्छ कि हुँदैन भन्नुहोस् त, हुन्छ कि हुँदैन, यस हुन्छ यस्तो हुन्छ। यो भइसकेपछि अब यसलाई चाहिँ हामीले के भन्ने, एरिया भन्ने कि के भन्ने, वरिपरि हामीले यसलाई होइन चारैतिर गरेपछि त्यो एरिया हुन्छ कि के हुन्छ भन्नुहोस् त, यस्तो पेरिमिटर हुन्छ। ओके, सो अब यसरी हुन्छ नि त, यताबाट जाने हुन्छ होइन, अनि यतानिर, अनि यताबाट यसरी जाने हुन्छ, यसरी 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 गर्ने हो कि नै होइन, यसरी गर्ने नि त होइन। एउटा फेन्स एकचोटि मात्र होइन चाहिँ कतिचोटि गर्ने अरे, चारचोटि गर्ने। ओके, त्यसको कस्ट चाहिँ 1 मिटरको कति छ अरे, 15 रुपिस। तब हामीले यहाँनिर के गर्ने, पहिला त्यसको हामीले पेरिमिटर फाइन्ड गर्ने हो कि, पेरिमिटर। पेरिमिटर अफ प्लेग्राउन्ड पी इक्वल टु कति हुन्छ, 2 इन्टु एल प्लस बी हुन्छ कि हुँदैन, एस हुन्छ। सो 2 इन्टु एल भनेको 120 प्लस 90। ओके, जुन चाहिँ कति हुन्छ 2 इन्टु 210। सो यसलाई चाहिँ मल्टिप्लाई गर्यो भने कति हुन्छ 420 मिटर हुन्छ कि हुँदैन, यति मिटर हुन्छ कि यसको पेरिमिटर चाहिँ यसको यति हुन्छ बाउन्ड्री। अब यहाँनिर के दिएको छ भन्नुहोस् त। ओके, 1 मिटरको चाहिँ कस्ट कति छ अरे, 1 मिटरको कस्ट कति छ 15 रुपिस। सो यो चाहिँ कति मिटर छ भन्नुहोस् त, यो चाहिँ कति छ। सो कस्ट अफ 1 रुपिस। ओके, 1 मिटर। ओके, कस्ट अफ 1 मिटर, कस्ट अफ 1 मिटर। ओके, 1 meter wire. Okay, so wire is there, wire. Okay, the cost of 1 meter wire is how much, 1 meter wire 15. Okay, so अब cost of 1 meter को यति भयो भने त cost of 420 meter कति हुन्छ, so cost of 420 meter equal to 15 into 420 हुन्छ कि हुँदैन, जुन चाहिँ हाम्रो कति हुन्छ 15 into 420 कति हुन्छ, 15 into 420 कति हुन्छ, ओ यहाँनिर चाहिँ 15 into 420 हाम्रो हुन्छ 6000 कति हुन्छ अरे 6000 6300 हुन्छ। यो चाहिँ एकचोटिको लागि कि एकचोटि मात्र फेन्स गर्यो भने चाहिँ 6300 आउँछ। अब यसलाई चाहिँ क्वेसनमा के भनेको छ 4 टाइम भनेको छ, त 4 टाइम गर्यो भने कति हुन्छ, 4 टाइम यसलाई फेन्स गर्यो भने कति हुन्छ भन्नुहोस् त, मल्टिप्लाई बाई 4। सो 4 टाइम इन्टु, सो 4 इन्टु 6300 which is equal to into 4 25,200. So ru 25,200 the cost. Okay, यो चाहिँ तपाईहरुको आन्सर अफ थर्ड क्वेसन नम्बर 3। ओके, सो यसरी चाहिँ हामीले क्वेसन तपाईहरुले चाहिँ मैले पढाएको चाहिँ केही कुराहरु सजिलो लाग्छ हैन, ठीक छ, पढाएको बुझ्नुहुन्छ भने मेरो च्यानललाई तपाईहरु सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, अनि मेरो भिडियोलाई तपाईहरु आफ्नो साथीहरुको माझ पनि शेयर गर्नु होला ताकि उनीहरुले पनि पढ्न सकुन् हैन। जुन डाउटहरु चाहिँ तपाईहरुमा थियो त्यो डाउट चाहिँ उनीहरुले पनि क्लियर गर्न सक्नु हुन्छ। तपाईहरु चाहिँ अब हामी अर्को भिडियोमा भेट्ने छौं, तपाईहरुको लागि तपाईहरु चाहिँ हेर्दै गर्नु होला अनि म्याथमेटिक्स पढ्दै गर्नु होला। ओके, हैव अ नाइस डे।